फ्यामिली ब्लग हजुरलाई स्वागत छ हाम्रो फ्यामिली ब्लगमा। आज चाहिँ म देखाउँदै गइरहेको छु असिना परेको अनि यस्तो खतरा असिना परेको, अहिलेसम्म परेको छैन होला यहाँ मधुवनमा। यस्तो असिना परेको अनि यहाँ मात्रै परेको हो कि कहाँ परेको थाहा भएन। तर हाम्रो यता मधुवनतिर चाहिँ मधुवन बर्दियातिर चाहिँ यस्तो पानी परेको, यस्तो पुरै छोडिदिनुहोस् गाइजहरू। अनि म चाहिँ भाइले फलफुल किन्दिनँ उता बजारतिर गर्थेँ, म पनि उता एउटा दोकानमा गएर लुकेर बसेको थिएँ। अनि माइजूहरूले चाहिँ यहाँ भिडियो बनाइराखिसकेको थियो अनि किन चाहिँ यहीँ भिडियो बनाइराखिसकेको थियो असिना परेको। अनि म चाहिँ फेरि उहाँ दोकानमा खेलाउँदै बसेको थिएँ असिनाहरू। अनि यस्तो असिना परेको भने फेरि 9 नम्बर अनि गुलेरियातिर चाहिँ नपरेको रहेछ, यहीँ मधुवनमा परेको रहेछ। अनि हाम्रो बजारको नाम चाहिँ लाली बजार हो, अनि ताल भनेर पनि चिनिन्छ। यो बजारमा चाहिँ बहुत ठुलो पानी